कान्छी के भएको मलाई त जम्मै हात खुट्टा चिलाह। के भयो त आमा? जिउ फुस्रो भएर हो कि? आउनु नि त म तेल लगाइदिन्छु एकचोटि। देऊ न त लगाइदेऊ न त। खै आमा ल्याउनु त म हाततिर यसो लगाइदिन्छु न। फुस्रो भएर यस्तो भएको हो कि है? तेल लगाएको त झन् बढी भयो मलाई। छोरालाई दबाई ल्याउनु भन न। ए हो र? ल ल ल म फोन गरेर भनिदिन्छु दबाई ल्याउनुलाई। बुढो आमाको जम्मै हात खुट्टाहरू सबै चिलाएको छ अरे, मैले तेल लगाइदिएको पनि भएन। यसो त्यो नचिलाउने केही दबाई छ भने ल्याइदिनु न ल। ल ल ल ल्याइदिनु हुन्छ अरे आमा छोराले। ल आमालाई दबाई दबाई भनेर साबुन पो बोकेर आउनु भएको छ हो बुढो तपाईँले त। ए लाटे, यो त औषधि भन्दा पनि राम्रो साबुन हो नि त। नाउराको ह्यान्डमेड नेचुरल पिङ्क साल्टबाट बनेको। थाहा छ नि तिमीलाई पिङ्क साल्ट भनेको? हो, सिरेनुनबाट बनेको साबुन, जुन चाहिँ नन टक्सिक सर्टिफाइड छ कि। अनि के हो नि यो नन टक्सिक सर्टिफाइड भनेको चाहिँ? जस्तो वातावरणलाई, बोट बिरुवालाई देखि जनावर कसैलाई पनि असर नगर्ने भन्ने अर्थ हुन्छ कि नन टक्सिक सर्टिफाइड भनेको। अनि हिमालयन पिङ्क साल्टबाट बनेको भएर जस्तो आमालाई त चिलाउने समस्या छ, चिलाउने समस्या भएको सबै हराउँछ। अनि अर्को कुरा, यसमा बोसो प्रयोग गरिएको छैन। आमा त वैष्णव। ए हाम्रो आमालाई त झन् एकदम राम्रो हुने खालको रहेछ त है बुढो। त्यसमाथि पनि यो त EWG भेरिफाइड छ। हो र? ल ल आमालाई लर दिइहाल ल। ल ल ल म आमालाई लर अहिले दिइहाल्छु। आमा चिलाएको चिलाइ छ? लाउने छोराले ल्याइदिनु भएको छ यो। यो चाहिँ अब नुहाउने चाहिँ यसरी नुहाउनु ल सधैँभरि। यो चाहिँ के हो भन्दाखेरि चाहिँ यो चाहिँ बोसो रहित पनि हो नि त, हजुर वैष्णव हो होइन। बोसो नभएको साबुन हो, एकदमै राम्रो हुन्छ। यो चिलाउने, यो फुस्रो भएको, यो सबै बिसो हुन्छ। सधैँ यसरी नुहाउने गर्नु ल।